गाइज वेलकम ब्याक टु अ न्यू एपिसोड। सो आज चाहिँ हामी पाण्डव खानीसम्म गएर चाहिँ त्यहाँभन्दा माथिको डाँडा चाहिँ जैलुङ भन्ने ठाउँमा चाहिँ जान गइरहेको छौँ। आजको राइडी ड्रेस अप यस्तो छ। बाइकमा सो गाइज हामी चाहिँ गाउँमा यात्रा स्टार्ट भइसकेको छ। अब हटिया हुँदै अनि त हटियाको बाटो गाइज हामी चाहिँ फाइनली पाण्डव खानीबाट ट्रेक सुरु भइसकेको छ। जैलुङ लोकल जैलुङ कहाँ छौँ रे? पाण्डव खानी on the way of Ramua Zailung, local destination of our country. माथिबाट पाण्डव खानी बजार चाहिँ अब लास्ट भ्यू। ल हाम्रो टोली चाहिँ पाण्डव खानी कति बज्यो विशाल? 6:35 भएछ। हामी जानुपर्ने चाहिँ डेस्टिनेसन चाहिँ यो माथिको टोली हो। हामी यहाँबाट 5-7 जना छौँ। टोलीहरू ठप्पिँदैछन्, जाँदैछौँ, हिँड्दैछौँ। हाम्रो यो भ्लग कस्तो लाग्छ? भाइरल त भइन्न होला। अब यसो मेमोरीको लागि भयो नि हामी भ्लग बनाउँछौँ। कस्तो लाग्छ सजेसन दिनु होला भन्दै अबको यात्रा जैलुङको। हाम्रो बोइ चाहिँ यहाँ पुरा झोला टुन्डासित के छ साल दाइ? एकदम ठिक छ भाइ। यसपालि चाहिँ खानाको कमी छैन। पहिला घुम्दै जाँदाखेरि चाहिँ हाम्रो खाना अलि अभाव भएको थियो। ल है त, ल हामी चाहिँ बाटोमै छौँ। अब केही समयमा हामी तारे भन्ने ठाउँमा आइन्छ। हाम्रो गाइजहरू चाहिँ हिँड्दैछन्, हल्का हल्का उकालो छ। हामी एकछिन त अब गाडीकै बाटो हिँड्छौँ, बिचमा गएर त बाटोहरू नै आउँदैछ। हाम्रो सालदाई पनि नयाँ भ्लगर इन द टाउन। त्यही हो, हल्का चिसो चिसो छ, सिरे त चलिरहेको चिसो चिसो। हामी हिँड्दैछौँ, केही समयपछि हामी विश्राम लिनेछौँ। जिन्दगी माया मोह यस्तै। भ्लगर जुझ्यो त यार। हेलो समदाई चाहिँ मोटो भलङ्गर, म चाहिँ पातलो भलङ्गर। त्यही होला। हाम्रो हाकुदन के भन्नु? मलाई हाकुदनको ब्याग मन पर्यो अलि खतरा। अमृत भाइ चाहिँ फुटबल खेल्न है गाइजहरू? जैलुङमा फुटबल खेल्दै हामी चाहिँ हिँड्दैछौँ। अब फेरि गोरेतो बाटोमा आउँदैछौँ। हाम्रो गाइजहरू चाहिँ हिँड्दैछन् पछाडि। हामी चाहिँ यहाँ मक्खन खोला भन्छ, रिगा चाहिँ पानी लगेको पाण्डव खानीदेखि चाहिँ यहाँ बिहाइन छ। अनि हामी जाने भनेको चाहिँ उता माथि घाम लागेको ठाउँमा हो। हामी हिँड्दैछौँ, केटाहरू कोही डुगरेको छन्, कोही हामी फोटो खिच्दैछौँ। रमाइलो भइरह, अलिअलि सास बनाउला चिसोले गर्दाखेरि। त्यही होला, रमाइलो छ। हामी चाहिँ रिगादेखि चाहिँ पाण्डव खानी हुँदै आज जैलुङको यात्रा गर्दैछौँ। हामी चिसोले गर्दाखेरि राति अलिक गाह्रो हुन्छ कि भन्ने लागिरह। यहाँ पछाडिको सिन पनि यस्तो मिठो छ, दामी। मेरो मामा घर पनि रमाउ भएको भएर पहिला यो बाटो धेरै हिँडेको छु म। जस रमाइलो छ। अहिले त खासै मान्छेहरू हिँड्न छोड्यो, किनभने गाडी बाटोले गर्दाखेरि मान्छेहरू पैदल यात्रा गर्न छोडिसकेका छन्। सास भरेर हामी चाहिँ यात्रामै छौँ। हाम्रो यहाँ फेरि नयाँ भाइ ग्रुपमा एड भइसक्नु भएको छ। अनि त्यही हो, अब बिस्तारै घाम पनि लाग्दैछ। उकालो मोटर बाटो भएको भएर एकछिन चाहिँ अलिक सहज छ। त्यसपछि फेरि हाम्रो पुरानै गोरेतो बाटोमा हामी हिँडिन्छ। ल अहिलेसम्म चाहिँ यहाँ डेटाको त्यस्तो प्रब्लम छैन, त्यसले गर्दाखेरि हाम्रो हाकुडनले फेसबुकमा अपडेट दिइराखेका छन्। अनि हाम्रो यो भिडियो चाहिँ ढिलो हुन्छ होला आउन। जस्ट इन्जोय गर्नु होला भन्न चाहन्छु। टोली चाहिँ अगाडि छन्, ब्याकस्याप बोकेर अझ हाम्रो सामान चाहिँ खास रमुवादेखि आउँदैछ।
र गाग्री साग्री डोकोमा बोकेर मासु सासु भजा चाउचाउ एभ्रिथिङ जे क्यारी गर्न सकिन्छ सब कुरा लिएर हामी यो डाँडामा गएर आजको रात एकदम टेम्पोरेरी बस्ने ठाउँ बनाएर गइन्छ। त्यही हो लगाइ छ। ल हामी चाहिँ अब 55 आउनु लागेको अवस्था हो। उकालोमा हिँड्दैछौँ पुरै सामान क्यारी गरेर। यस रमाइलो छ। रमाइलो के भन्नु अब थाकिसक्नु लागेको अवस्था हो। गर्मी हुनुलाई घाम निस्केको भएर गर्मी भएको अवस्था हो। घामको किरणहरूले चाहिँ अब टाउको सिक्न लाग्यो। ठिकै छ थाकिया केटाहरू। म चाहिँ पछाडि बिस्तारै हिँड्दैछु। अझै हामी 1 घन्टामा पुगिन्छ होला कलखानी भन्ने ठाउँमा। त्यसपछि चाहिँ त्यहाँ थोरै ब्रेक लिएर खाना रेडी हुँदैछ। अनि खाना खाएर चाहिँ हामी अगाडि जान्छ। म चाहिँ यहाँ रुट चेन्ज भयो फेरि। अब रुट चेन्ज गरेर यहाँ 5 पाण्डवहरूले खोलेको रुटमा हामी जाँदैछौँ। यो चाहिँ अलिक स्क्यारी खालको थाहै छ। त्यो पनि हामी बिस्तारै गइन्छ। हाम्रो बोइजहरू चाहिँ पछाडि छन्। 55 नै हो नि यो। हरायो क्या होइन। ल यहाँ चाहिँ 55 यहाँभित्र छिरिन्छ हामी। ल यहाँ चाहिँ अलिक मान्छे कम हिँड्ने भएर अहिले यस्तो खालको हामी यो ढुङ्गाको बिचले जान्छौँ। तरबारले काटेको ढुङ्गा भनेर विश्वास गरी 55 पास ल हिँड्नको लागि फर्के पर्नु त यहाँ 55मा छु अहिले। पक्क लाएर हल्का पसिना यस्तो पुरै परा काटेर छ जस हल्का डर लाग्दो खालको। ल हाम्रो यहाँ विशाल सरले यस्तो किम्बदन्ती ऐतिहासिक कुरा भन्न गइराख्नु भएको छ। ल विशाल सर भनिन्छ त। ल चाहिँ हामी गलकोट नगरपालिका वार्ड नम्बर 10 पाण्डवखानी स्थित 55को यो परामा छौँ। लोकल भाषामा परा, शुद्ध भाषामा भन्नुपर्दा पाहाडमा। किंवदन्ती चाहिँ के छ भन्दा द्वापर युगमा जुन 5 पाण्डवहरू वनवास छिर्ने क्रममा चाहिँ यो ठाउँमा आएर परा काटेर बसेको भन्ने एउटा किंवदन्ती छ यहाँ गाउँहरूको लोकल। अनि पाण्डवखानीको नाम पनि यही परासँगै जोडिएको आस्था छ। किन भन्दा 5 पाण्डवको नामबाट पाण्डवखानी रहन गयो। र यो परा सँगसँगै यहाँ तन्नै खानीहरू छ। परापूर्वकालमा हाम्रा पुर्खाहरूले फलाम निकाल्ने, तामा निकाल्ने, अझै पनि सुन चाँदी निकाल्ने खालको खानीहरू प्रशस्त माथितिर पाइन्छ। र यो जुन परा छ, यो ढुङ्गा छ, यसमा चाहिँ तन्नै खालको जनावरको छाप रहेको चाहिँ आस्था गरिन्छ। त्यो छापहरूमा चाहिँ हात्तीको छाप, त्यसपछि मृगको छाप, त्यसै गरी बाघको पाइलाहरू तन्नै रहेको छ। यो चाहिँ एउटा इतिहास बोकेको एउटा स्थल हो। यो चाहिँ एकदमै प्रबन्धन गर्न जरुरी छ। सम्पूर्ण स्थानीय जुन हामी टुरिस्टहरू छौँ, स्थानीय पर्यटकहरू एकचोटि चाहिँ यो परामा आएर हेर्नै पर्ने खालको चाहिँ छ। धन्यवाद। हाम्रो कलाकार भाइ विशाललाई। उहाँले चाहिँ यहाँको बारेमा सत्करीमा मिठो कुरा भन्नुभयो। छाप देखिन्छ त यहाँ चाहिँ थोरै ध्वजा आस्थाहरू पूजा गर्ने पनि चलन रहेछ। अनि यहाँको सिनारी चाहिँ मैले हजुर तिम्रो मुटु झिक्छु भनेको नि। अब म झिकै देखाइदिन्छु तिम्रो मुटु लगाएर ढुङ्गाको मुटु झिक्छ। मुटु झिक्छु भाइ। मेरो मायाको मुटु कहाँ छ भाइ? मेरो मायाको मुटु झिक्छु के त? ढुङ्गाको मुटु काले ढुङ्गाको मुटु झिक्छ नि। पत्थरको रहेछ यार। फोटो देखाउन थाल्यो एउटा पल। यहाँ चाहिँ बाटो अलि डेन्जर खालको अवस्था रहेछ।
हामी चाहिँ यसरी सिस्नो भएको कारणले गर्दाखेरि अन्डरग्राउन्ड फेरि छिर्न पर्ने अवस्था आएको छ। चाहिँ अलि डेन्जर रुट रहेछ तर वी आर जेन्जी वी गुड थ्रु दिस ट्रायल अल्सो। ल त्यही हो हाम्रो चाहिँ पार्टी पार्टी हामी चाहिँ यहाँ ५५ भन्ने ठाउँमा यहाँ चाहिँ पानीको मुहान छ। हामी एकछिन बस्यो खाजासाजा खाइयो थकाइ मेट्यो। अब फेरि हामी गइन्छ कालखानी। हामीलाई झपेरोमा जे खाना बन्दैछ भन्ने हल्ला सुनिरहेको हेरौँ खाना होस्। ओए ब्याग त पानीमा त्यहाँ चार्जरहरू के छ झिकर न चार्जरहरू केही छ त्यहाँ मैले त कुनातिर ढल्का थिएँ त ब्याग त हाम्रो लास्ट त पानी लग्ने डेस्टिनेसन कहाँ हो कालखानी ए झपेर भनिदिने हो। हाम्रो साइलाले यहाँ मेकअप गर्दैछन् गाइज हामी फेरि हिँडिरहेको छौँ उकालो बाटो। आमामा ठाउँ खतरा हो यार सरर मिलेको। हामी जान लागेको डाँडा चाहिँ यतै कता कता हो। अहिलेसम्म लास्टै जाडो भएको थियो भर्तै तातै भयो भनौँ गर्मीले गर्दा। ल हामी चाहिँ भाङखानीमा फोटो सोटो भिडियो सिडियो अक्रम बक्रम पुरै खिचेर हामी चाहिँ लाग्यो उकालो। जस रमाइलो छ यहाँ ठाउँ। भिडियोको कन्सेप्ट मेरो कन्सेप्ट भनेको लेक लाग्यो भने लो पर्थ्यो नि। त्यसपछि एउटाले लसुनले भन्यो नि त्यसपछि लसुन खा जस्तो भयो नि त्यसपछि एउटा बाकायो भन्दा म लेक लागेको मान्छे चुरुक्क उठेर भागेको रानी क्या। यो चाहिँ बिहाइन्ड द सिन है हाम्रो स्क्रिप्ट राइटरको भिडियो। वाउ 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 भेरी नाइस। वाउ गाइड यहाँ चाहिँ सामान हेलो यहाँ आउन मलाई पुग्दै हिन्दी गर्छु केटा कहाँ जान्दै गोरुको चारा पुरै यहाँ चाहिँ हाम्रो अवस्था चाहिँ पछि यत्रो छ सामान। त्यो गाउँमा खाना खाएर चाहिँ हामीले उतो घर गइ उतो घर खाना खाएर सिधै हामी चल्दिन्छौँ मात्र डाँडामा। हाम्रो बोइजहरू चाहिँ यहाँ सामान मिलाउँदै काले भाइले अलिक सामान बढी भएन। काले भाइले चाहिँ यति प्लास्टिक अहिले काले भाइले पानी पकाउनु पर्छ माथि। विशाल सर मन भाइले सामान यहाँ सब केटाहरू यहाँ रेडी हन्टिङ इन जस्तो खायो। हामी चाहिँ अहिले रमुवाको यो झपेर भन्ने ठाउँमा छौँ। घर कहाँ भाइ कहाँ क्यामेरा ल हाम्रो टोली चाहिँ सामान बोकेर हिँड्यो है। अब यस्तै अब रमाइलो गर्दै टक्क बाह्रमा केटाहरू सामान पुरै बोकेर यस अब रमाइलो हुनेवाला छ। कता माथि तल हो माथि हिँड अगाडि हिँड्नु तिमी। हाम्रो एक बुढी छन् गाइड फेरि चर्ने उकालो चाहिँ यही हो है। यहाँ चाहिँ धेरै गाँजाको चाहिँ खेती हुने रहेछ। कसैलाई त्यस्तो चाहियो भने आउनु होला रमुवामा। यही चाहिँ हाम्रो पानी माथिबाट पुरै हेभेन छ ठाउँ त होइन। ऐसा लगता मुझे तरह तरह
ब्लगर जतिको छ यहाँ कालजाई This is called heaven. पाण्डव खानी देखिन्छ रहेछ यार हामी चाहिँ बाटोमै छु म चाहिँ जैलुङ अब लगभग कोच आएको अवस्था हो हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँभन्दा अलिक थोरै अगाडि जाने कि क्यु भन्ने ठाउँमा चाहिँ त्यहाँ पानीको व्यवस्था छ अरे भन्ने सुन्ने बोइजहरू रेस्टमा खान कोही छोरी अगाडि गइसके जस ठिकै छ के को छ अवस्था अब चाहिँ अलि उकालो कम मात्रामा छ कि भन्ने छ यो चाहिँ हाम्रो लेकको हाई अल्टिट्युडमा ट्रेक लगभग घुम्दै गइयो हाइटको ट्रेकमा त्यसपछिको लगभग हाइट भनेको यही हो हाम्रो काले भाइ त्यहाँ रसु गर्न लागिसक्यो ठिक छ ल चाहिँ यहाँ जैलुङ भन्ने ठाउँमा लगभग आउन लागेको अवस्था हो यहाँदेखिको भ्यू चाहिँ पाण्डव खानीहरू देखिन्छ गाइजहरू अगाडि हिँड्दैछन् हामी बिस्तारै बिस्तारै वक गर्दैछौँ जस ठाउँ रमणीय लाग्यो अहिलेसम्म त्यस्तो असहज अनुभव त केही भएको छैन हिँड्न त अभियसली हामीसँग सामान भएको क्यारी गर्नु पर्नाले गर्दाखेरि गाह्रो त भइहाल्छ त्यही पनि हामी स्टिल वी आर फाइटिङ एन्ड वी आर वकिङ हाम्रो गाइजहरू कोही पारी आउँदैछन् कोही माथि पुगिसके हामी चाहिँ यहाँ बिचमा फोटो भिडियो गराउँदै हिँड्दैछौँ हाम्रो डेस्टिनेसन अझै माथि छ ल त्यही हो ल म यहाँको सर एउटा सिनेमेटिक सर्ट खिच्छु है त गाइज हामी चाहिँ फाइनल्ली मेन डेस्टिनेसनमा आइसकेको छौँ यहाँ चाहिँ यस्तो छ बल्ल बल्ल त्यही भइहाल्यो यार गाइज त्यो माथि धुरीमा जानु पाएछ के भन्ने डर लाग्छ मलाई चाहिँ यार के हो यस्तो खानी हिँड्दै खानी हिँड्दै यस्तो काँसी टाढा त भइसकेको छ ऊ त्यो डाँडाभन्दा पारि जानु फेरि हो हिँड्ने भिरको बाटो झन् सातो जान्छु कस्तो ठाउँ चाहिँ कुल छ यार यस्तो भिरको बाटो यार हामी चाहिँ यहाँ छाउछाउ पार्टी अब यस्तो बाटो आएँ म चाहिँ जैलुङ माथि फेरि उकालेर अब क्यु हो कि खै क्युमा जानु लाग्यो अब के हुने पानी छ कि छैन मेन हामी पानीको आस्ते जानु लाग्यो हो अब पानी भइदियो भने हामीलाई एकदम कष्ट हुने थियो केटाहरू उकालो लाग्यो अब फेरि बाटो उकालो छ भिर यस्तो छ धेरै पछि ओह्रालो भन्ने ठाउँ चिजलाई देख्न पाइयो हामी चाहिँ एकदम थकित कस्ता केटाहरू हिँड्दैछन् जङ्गलको यात्रा हामी अझै गोठ नभेट्टेसम्म पानी नभेट्टेसम्म हाम्रो यात्रा जारी हुनेछ किनकि हामीले लिएको पानी पनि लगभग आधी पानी हामीले सकिसकेको अवस्था हो त्यसले गर्दाखेरि
हाम्रो यात्रा चाहिँ कन्टिन्यू गर्नुपर्ने जरुरत छ भाइ। यस्तो फेसमा घाँस आउँछ के आउँछ जुगा लागे जस्तो नि मान्छु। फुल कन्फिडेन्स एउटा साइडमा पुग्यो। नुन चाहिँ स्वाहा। अब आज चाहिँ खतरा खालको खाना हुन्छ। ठिक छ, वी आर स्टिल पोजिटिभ, नो नेगेटिभ भाइब्स। वी आर अलवेज बी अ पोजिटिभ बिकज वी आर अ जेनजी ग्रुप। बिस्कुट सक्यो र बाहिर पोल्न एउटा झिल गरौँ भन्नु त पुरै हुन्न तब खाइसकेको भोलि त राख्नु हामी कहाँ कतिले भ्याइन्छ त अनि पकाने हाल्यो अनि चिसो हेर कि पोलाङ्गी। मेरो अवस्था चाहिँ यहाँ नाजुक छ। ब्ल्याङ्केट परेर बसिरहेको छु। एकदम यो मेमोरेबल भयो। अब्स्ट्याकल एडभेन्चर, बिचबिचमा बाटो हराइयो, जङ्गलको बाटो हुँदै हुँदै हामी त्यहाँसम्म आयो। धार लामो छ हामीले अर्थै पाइन्छ। दुईजनाले पाँचजना केटीहरू लगेर गएको गोल मेसे अर्को खानु केटा मिठा बर्खेर बसे चुर्नीमा त्यति हो। एकदम guys, I'm just lost. कहिले एउटा तार्नु त कुन चाहिँ धतो रातो अहिले लप्छन् पुरै चिसो भयो यार। बाहिर अझै रमाइलो गरिदिनु त्यहाँ चाहिँ जाडो चाहिँ लास्ट यस्तो सुत्नु पऱ्यो यार। त्यही गाइस, भोलि यार भेटौँ न। रातभरि पेट दुखिरहेको भात पकाउनलाई टिका लगाइदिनु भनेको गाइस फाइनली उज्यालो भइसकेको छ। यहाँ चाहिँ आगो फुक्ने कार्यक्रम हुँदैछ। अनि यता चाहिँ यस्तो भ्यू हामी किन आएको रिगाबाट यही गर्न आएको फोटो खिच्नु चलाएको भाइरलै अब फाइनली घामको मुख चाहिँ देख्न पाइयो।
ल हेर है ल हामी चाहिँ आज खिउको डाँडामा छौँ सबैजना चाहिँ रमाइलो भइरहेछ वेदर बिहान बिहान घाम लागिरहेछ यहाँदेखि चाहिँ टक्क हिमालको रेन्जहरू पनि दामी देख्दो रहेछ रमाइलो यहाँ केटाहरू चाहिँ फोटो खिच्नु नपाएर एकदम अहिले भ्लगमै हान्छु म गम्मै अनि यहाँ चाहिँ केटाहरूले चिया खाने व्यवस्था नि गरेको नि बिहानदेखि भइहाल्यो नि जङ्गलले गाइज हान्छ यो रमाइलो होला मेन भर्सेस वाइल्ड भ्लग कस्तो लाग्छ हेरेर सुझाव सल्लाह दिनु होला अनि यो पाण्डव खानी हिल टाढा खोलाको बिचमा भएको यो खिउ डाँडामा पनि तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुन्छ गलकोटको लागि चाहिँ एकदम नयाँ ठाउँ हुनसक्छ यहाँ चाहिँ हिमालको रेन्ज चाहिँ एकदम क्लोज घुम्ती भन्दा पनि एकदम क्लोजको रेन्जमा चाहिँ हिमालहरू देखिन्छ यहाँको सिन चाहिँ यस्तो खालको छ म पनि यस्तो खालको छु हाम्रो चाहिँ अब यहाँको बसाइ यहीँनिर सकिनु लाग्छ केटाहरूले प्याकिङ सेकिङ गर्दैछन् अनि यहाँको बिहाइन्ड द सिन बवाल देखेको छ बवाल यो चाहिँ हामी गलकोट टारखोला गाउँपालिका नि पर्छ होला सायद यो एकदम सङ्गम जस्तो छ यो सेन्टरमा पर्छ खिउ डाँडा भन्दो रहेछ यो ठाउँलाई चाहिँ अनि हामी चाहिँ अब लगभग यहाँदेखि चाहिँ अब खाजासाजा के छ खाजा खाएर चाहिँ हामी रिटर्न ब्याक हुन्छौँ पाण्डव खानीबाट चाहिँ बाई रोड चाहिँ आज चाहिँ सकभर घर पुग्ने चाहिँ योजना छ त्यही हो अनि हाम्रो भ्लग कस्तो लाग्यो ओभरअल मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला अनि बिचमा अब केही भयो भने म कन्टेन्ट खिच्ने नै छु अहिलेको लागि ओभरअल हामी अब हिजो के भयो समस्या धेरै भयो बिचमा हामीले नुनसुन छुतेर फेरि यहाँ दाइरा आउनुभएको थियो उहाँ दाइरसँगले नुन पनि हेल्प गर्नुभयो उहाँलाई पनि हामी थ्याङ्क यू भन्न चाहन्छौँ अनि बिचमा फेरि हाम्रो मामाको एक्सिडेन्ट भएको भएर त्यसले गर्दा टेन्सन भयो राति फर्किन पर्ने भएको थियो तर हामी चाहिँ लगभग हामी जुन ठाउँमा डेस्टिनेसन भनेर आइएको थियो त्यहाँदेखि चाहिँ अराउन्ड 3-4 घन्टा माथि डाँडामा आएको भएर हामीलाई राति फर्किने समस्या भएको भएर हामी समय बुझाइ गरेर उता हस्पिटल पठाएर चाहिँ आज फेरि बिहान बल्ल अब जान तयारीमा छौँ जस रमणीय रहेछ ठाउँ चाहिँ हामी जुन तरिकाले दिउँसोभरि गाह्रो भएको थियो त्यो तरिकाले चाहिँ त्यो अनुसारको भ्यू चाहिँ एकदम दामी लाग्यो यहाँ चाहिँ पानीहरूको पनि व्यवस्था रहेछ खाने पानी अनि पोखरी पनि रहेछ सानो त्यसले गर्दाखेरि यहाँ आयो भने त्यस्तो समस्या चाहिँ हुन्न रहेछ नर्मल्ली तर हल्का गाइड चाहिँ यहीँको लोकल मान्छे भयो भने चाहिँ धेरै राम्रो हुन्छ जस लोकल मान्छे भएन भने चाहिँ फेरि सबै नयाँ भयो भने बाटोहरू बिचमा हराउने त्यस्तो समस्या नै हुँदो रहेछ र त्यही हो ल ओभरअल कस्तो लाग्यो कमेन्ट गर्नु होला लाइक गर्नु होला भन्दै आजको ब्लग बाई बाई सायनरा हाम्रो चाहिँ यहाँ खाना बचेको थियो हिजो साथीहरूले हिजो हेभी खाना खाएको भएर अलि खाना चाहिँ थोरै मात्रामा क्वान्टिटीमा बच्यो भन्न नि भएन खाना एकदमै धेरै बच्यो यहाँ तातो पानी तताउनेदेखि लिएर हो इन्डिङ हुँदैछ यहाँ पनि आगो पुग्यो भित्र पनि हिजो हामीले आगो पुग्यो हेर्नेर ओभरअल राम्रो भयो यस अब्स्टाकल धेरै भए पनि लास्टमा ह्याप्पी इन्डिङ गऱ्यो अब राम्रोसँग पुग्यो भने त्यही ठुलो कुरा होला भाइ चाहिँ लास्टमा यसरी इन्डिङ चाहिँ यसरी भयो कसैले प्लास्टिकमा कसैले यो हातमा कसैले भाँडामै विशाल छ भात नखाने खाइसकेँ त ओभरअल कस्तो लाग्यो यो ट्रिप ओभरअल जाडो अप एन्ड डाउन एकदम के भन्छ वर्थ भन्छ नि पैसा असुल छ यहाँ फेरि कोही हिरो गाजा नउठाएर गिटार हान्दैछन् त्यही हो हामी चाहिँ अब झोलासोला प्याक गरेर सबैजना यात्रामा निस्किसकेको अवस्था गाइजहरू यतातिर झोलासोला बोकेर ढिलाको अवस्था अब बाटोमा केही त्यस्तो खालको इन्ट्रेस्टिङ कुराहरू भयो भने म देखाउने कोसिस गर्छु त्यही हो ल ओभरअल हामी अब
विभिन्न अब्स्ट्याकलहरूलाई फेस गर्दै हाम्रो यो ट्रिप चाहिँ सक्सेस गर्यो। अब राम्ररी फर्किन सक्यो भने द्याट विल बी आवर अचिभमेन्ट। त्यही हो ल लास्टमा यो भ्यू है त टक्क हिमालसँगको क्यु है त क्यु ल। पालि गोल्ड स्टार चाहिँ आयो है त। ल अब हामी जो यात्रा यसरी अगाडि बढ्दैछौँ। यहाँनिर पोखरी पनि रहेछ। यहाँ चाहिँ लोकल हिजो हाम्रो यहाँ घोरललाई हो कि समथिङ केलाई पासा थापेको रहेछ। नुनहरू राखेको रहेछ। हामीले नुन बिर्सेको भएर यसले चाहिँ थोरै हेल्प गर्ने आशा थियो, तर हिजो सिकारी दाइहरू आएर हामीलाई चाहिँ नुनको व्यवस्था भयो। त्यसले गर्दा हामीलाई एकदम खानाको लागि चाहिँ सहज भयो। त्यही पनि अब माथिल्लो लेभलमा अब ग्रुपमा आइसकेपछि खानाहरू पकाउने यताउता भनेको त्यस्तै हुन्छ कि पानीहरू कमी भयो भने त्यो अनुसार गाह्रो हुन्छ। कता रुममा भन्नु उसमा के भन्छ डुर्लेक भन्छन् त्यही हो डुर्लेकदेखि त्यहाँबाट त्यही छर्लकै यता यस्तो खालको जङ्गलमा धुरीमा यस्तो खालको खोला भेट्यो है। यहाँ कहाँ हो कहाँ हामी त पानामाको जङ्गलमा आस्ते भयो यार। यहाँ त फाइनली जैलुङको धुरीमा आइसकेको छौँ। हाम्रो पार्टीहरू चाहिँ हामी चाहिँ यो बाटो हुँदै 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 त्यो डाँडो पछाडि अनि यहाँबाट चाहिँ हामी सिधै अब रुममा झरेर रुमबाट पाण्डव खानी अनि त्यहाँपछि डेरिगा दुखियात्माहरू हाम्रो चाहिँ यहाँबाट रोमवाली गाइजहरू छुट्टिएको अवस्था। हामी पाण्डव खानी रिगाली गाई चाहिँ कालसानीदेखि चाहिँ अब ओह्रालो लागेको अवस्था हो। त्यसपछि जस केटाहरूसँग रमाइलो भयो, नयाँ नयाँ भाइहरूसँग चिनजान्ने भयो। यु सो ह्याप्पी। ल अब हुन्छ ओह्रालो बाटो बिस्तारै बिस्तारै यात्रा।